सौल सिटी टुर गर्दैछौँ हामी आज 4 जना। मौसमले अलिकति धोका देला जस्तो छ र पनि हामी जतिन्जेलसम्म मौसमले साथ दिन्छ त्यतिन्जेलसम्म अब घुम्ने भन्ने उद्देश्यले हामी हिँडिरहेका छौँ। यो चाहिँ सौल सिटी टुरको 2 तला बस हैन? हजुर। अब हाम्रो नेपालमा यो 2 तला बस पाउँदैन। अब यही हुँदाखेरि 2 तला बस चाहिँ अब नेपाल गएर बनाउने हो नि त। त्यस्तो छ रमेश। अब यो आन्साङ के आयो अरे देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ अहिले अलिकति पानी परेर हामी अलिक मान्छेहरू चाहिँ छैन यहाँनिर होइन। तल डाउनमा चाहिँ मान्छेहरू छ, यस रमाइलो छ, पनि मान्छे छ होइन। यहाँ बाहिर शीतल पनि छ, पानी परेर मान्छेहरू पनि छैन। त्यो रमाइलो भइरहेछ होइन, हामी नलागे पनि होइन, शीतल पनि भइरहेछ, यस्तो मजा भइरहेछ होइन, रमाइलो भइरहेछ। देख्न सक्नुहुन्छ। मेन सौल सबै मेन सौलै हो। सौल सबै मेन सौल देखिएको छ कि छैन भन्ने हो क्या क्यामेरामा। यहाँ यति गर्दा त देखिएको होला। मेन काठमाडौँ कहाँ हो त? काठमाडौँ मेन कहाँ हो? सबै मेनै मेन यहाँ उता होइन। त्यही त यो सबै हो के? सबै सौल। ठाउँको नाम चाहिँ फरक ठाउँको नाम चाहिँ मलाई पनि थाहा छ। दोङ्गेमुन गइहाल्यो, छुङ्गो सागा भइगयो। अब तल हामी अस्ति हिजो बसेको पनि अब त्यो सौलै हो। इभन ऊ तल त्यो के अरे यहाँ बन्द रहेछ होइन, अझै थपे लाँदैछ नि। सादाङसम्म चाहिँ सौल एरिया। सिमसिम पानी कान्छी नानी रहेछौ बैमानी। हाम्रो टावर जस्तो घरहरू छ हेर, सिसै त्यही त अनि आँखाले नभ्याउँदैन। अब यस्तो छ, हामी कहाँ छौँ? अब हाम्रो एउटा सिंहदरबार थियो, त्यो पनि डढै पठायो। हामी चाहिँ अहिले सौल सिटी गर्दैछौँ। कति हामी 11 बजीदेखि सुरु गरेको होइन आज हामी। 11 बजीदेखि सुरु गरेको। हेरौँ अब कति बजी। यो त टावरहरू नि, यो त व्यापारिक कम्प्लेक्सहरू हो नि, व्यापारिक कम्प्लेक्स। अनि यो तलतिर हुँदैन नि त, आमसङतिर यस्तो। कता यो सौलमा भएर मात्रै यत्रो। हाम्रोतिर त अपातहरू कति अपात त हुन्छ 10-12सम्मको चाहिँ हुन्छ हाम्रोतिर नि। हाम्रै छेउमा नि छ 10-12 तल। धेरै अग्लो छ नि अपातहरू। अनि कहाँ 10-12 तल मात्रै हुन्छ त? धेरै हुन्छ त्यो त। अग्लो छ, ठुलो एउटा त ठुलै छ। यत्रो अग्लो त होइन, तर अलि ठुलै छ। हल्का मन्त्र जप्दैको भेनाले मन्त्रले फुल गएको। आज टेन्सनै छैन मामा, भेनाले मन्त्र हान्दै पानी।
गजब बन्यो। एकदम मजा आइरहेछ मलाई त। पानी नै परे पनि बाहिर बस्ने। भाइ जिन्दगीमा मान्छे एक ठाउँमा जन्मिन्छ, केही जिरो जस्तो एउटा केही पनि नलाइकन जिरो जन्मिन्छ, मर्ने पनि जिरै मर्ने हो, केही नलाइकन हो। त्यही त जिरै जाने हो। अनि त्यसले गर्दा जति बाँचुन्जेलसम्म आफूले चाहेको कुराहरू गर्ने हो होइन। जिन्दगी भनेको एउटा खेल हो। त्यो खेलमा हामी जति प्लेग्राउन्डमा खेले जति मात्रै हो, जति खेलिन्छ खेलिन्छ। छैन म्याङदोङ म्याङदोङ हो यो। म्याङदोङमा त बसेको नि होइन र? ए होइन, हिजो म्याङदोङ घुम्नु चाहिँ आएको। के छ कान्छा खबर? Oh my God, ल त हेर्नु। I'm so lucky. I'm very happy. So happy. I'm lucky Why? With my Why are you way- lucky? with my wife and brother. Oh, you know, Idhar and kidhar? इधर टूटा टूटा. Us. We give us also. इङ्ग्लिस हो। हामी चाहिँ होइन अहिले यो के सल सिटी टुर गर्दा गर्दै यहाँनिर चाहिँ झर्दै घुम्न मिल्ने रहेछ। त्यो भएर हामी चाहिँ अहिले यहाँ घर झर्दै घुम्दैछौँ होइन। भेनाहरू अगाडि हुनुहुन्छ, दिदी चाहिँ क्यामेराको दिदी मेरो क्यामेराम्यान आजको होइन। यो यता पछाडि देख्न सक्नुहुन्छ, यो यतातिर चाहिँ यो चाहिँ कोरियाको परम्परागत जस्तो हो होइन, देख्न सक्नुहुन्छ। हल्का चाहिँ पानी चाहिँ परि नै रहेछ, तर एकदम रमाइलो छ। यताभित्र पार्क होला नि त राम्रो। गाइस कोरिया आउनु। देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ यहाँ खेल्न लाग्दैछौँ होइन। हुन्छ हामी अहिले चाहिँ गाडीबाट झरेर अनि हामी यहाँ आइरहेछौँ। देख्न सक्नुहुन्छ भेना चाहिँ त्यता हुनुहुन्छ होइन। यो चाहिँ यसलाई देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ अहिले
यस्तो दामी ठाउँ छ होइन आम्मामा आम्मामा फाइनल्ली फाइनल्ली हामी चाहिँ अहिले मेरो भनेको ठाउँमा आइपुगिसक्यौँ होइन हामी चाहिँ अहिले यस्तो राम्रो ठाउँमा आइपुगिसक्यौँ होइन भेना चाहिँ अगाडि पुगिसक्नु भयो हामी चाहिँ यहाँनिर यहाँनिर चाहिँ कोरियन कपडाहरू पनि लाउन सक्नुहुँदो रहेछ होइन कोरियन हनुकहरू पनि लाउन सक्नुहुन्छ दिदी कस्तो लागिरहेछ त खतरा छ नि होइन एकदम